So hello guys, welcome back to my another vlog. अहिले चाहिँ म ठ्याक्क खेततिर जान लागेको छु। खेतमा आमाले चाहिँ खेत गर्दै हुनुहुन्छ अरे अनि खिर ल्याइदिनु भएको छ अरे आज पकाएर अनि फेरि त्यही लिउन चाहिँ जान लागेको छु। अनि यता चाहिँ खेत पुरा खतरा खेत रोपेको ठ्याक्क झार गर्ने समय भइरहेको छ नि त अनि त्यही भएर चाहिँ खतरा देखिन्छ कि एकदम हरियाली ट्याक्क हरियाली जस्तो देखिन्छ कि होइन खेतहरू पुरै अनि मकै पनि खाने भइसकेको छ जसले गर्दै सो अब बाँदरको पनि खतरा छ एकतिर उयो एकदम राम्रो भइरहेको छ यता पनि आउँदै रहेछ यार बाँदर त त्यस्तो छ तर पनि वाह क्या बात है होइन अनि सेल्फ इम्प्रुभमेन्ट गर्नको लागि चाहिँ मैले डेली भिडियो बनाउनु पर्छ चाहे जेसुकै होस् भिडियो बनाउनु चाहिँ छोड्नुहुन्न कि चाहे 1 मिनटको लागि बनाएको होस् चाहे 10 मिनटको लागि भिडियो चाहिँ बनाउनुपर्छ डेली बनाउनुपर्छ डेली हाल्नुपर्छ सर्ट हाले पनि लङ हाले पनि केही फरक पर्दैन बस कन्टिन्युली भन्ने चिज चाहिँ हुनुपर्छ कि हाम्रो सहर चाहिँ त्यस्तो छ होइन गाउँ सहर ठाउँ यस्तो छ त्यहाँको खेत धानहरू रोपिरहेको भएको छ यतातिर चाहिँ होइन फेरि यता चाहिँ बाटो चाहिँ अस्ति चिप्लै भिडियो मात्रै हुन्छ कि बाटो चाहिँ गाउँको बाटो चाहिँ भयो नि त्यही भयो होला आमा डुबेकोहरूको लागि कसरी आश्रय बनाउँ म तिम्रो आँखाको गहिरामा डुबिसकेको छु होइन तिमीलाई भुला भन्दा पनि अरे यार यस्तो सायरी भन्दा लाग्यो न अरे भिडियो बनाउनु बाटो बनाउनु छैन कि यार पुरै किरा आइरहेको छ आँखा अरे भाइ यार यस्तो छाता बोकेर राम्रो भिजेर जानु लाग्यो नि कहाँ होस् त यार होइन कुमाकीको भ्यू चाहिँ खतरा आयो कुमाकीको भ्यू चाहिँ देखाउनु पर्ने हो गएर अनि चाहिँ तपाईँहरूको लागि चाहिँ एकचोटि भ्यू देखाउनु जान्छु यता पर चलो यहाँ चाहिँ पानीले खोलेर चाहिँ यस्तो आइरहेको कि अब पुरै गुफा नै भइरहेको छ कि पानीले खोलेर पुरै कुमाकीको भ्यू चाहिँ म देखाउँछु है तपाईँहरूलाई खतरा छ कि वाओ क्या भाइ खेतमा दामी देखिन्छ कि वा त्यसमा चाहिँ ड्रोन सट हालिदिनु पर्ने होइन अझ होर्रो हुँदा अगेर अहिले चाहिँ भइसकेको छ नि त थोरै होर्रो बाटो पनि हराइसकेको छ नि त त्यसको लागि राम्रो नआउनु सक्छ त्यही हो कुरो होइन ट्याक्क खेतमा जाने भनेको त हो कता जाने हो तपाईँहरूको पनि कस्तो चल्दैछ त आजभोलि दिनहरू कस्तो बित्दैछ दिनहरू होइन अब धेरै कहाँतिर हेर्ने भने त लटिन्छ ढुङ्गा चाहिँ चुप्लै बाटो हेर्नुहोस् यो पनि भन्नुहोस् न यस्तो कमेन्ट गरेर कस्तो चलिरहेको छ तपाईँहरूको दिन सेम यस्तो कमेन्ट बाटो चाहिँ यस्तो छ कि पुरा यस्तो चिप्लो अनि बाटो पनि देखिँदैन कि यतातिर हेर्दाखेरि पुरै कुलो हिँडेर होइन यस्तो छ कि अब बाटो देखिने नाम छैन यस्तो बाटो हिँड्नु परिरहेको छ समस्या त धेरै छ हाम्रो समाजतिर चाहिँ पुरै जता चाहिँ गएर गएर एकदम बर्बाद छ कि होइन नेपालको चाहिँ धेरै ठाउँहरूमा नेपाल नभए इन्डिया सबै धेरै चाहिँ एकदम छिटो भइरहेछ बाढी पहिरो गएर बिहान सेभ आफ्नो ठाउँमा सेभ रहनु होला कि त्यस्तो लाग्छ भने त्यो ठाउँमा चाहिँ छोड्नु होला होइन किनभने लाइफ जीवन भन्ने कुरो चाहिँ के हुन्छ र जीवन छ भने सबै छ होइन त्यसैले आफ्नो ठाउँमा सुरक्षित बस्नु होला खोला पनि यस्तै बोलिरहेछ कि खतरा बल्ल आइरहेको छ बल्ल उठाइरहेको छ नि तल खोलामा पुरा बल्ल उठाउने स्पोट हो नि त त्यहाँ बल्ल उठाइ त्यसपछि काम त गर्नै पऱ्यो नभए चाहिँ केही चल्दैन नि त सो म चाहिँ आइसकेँ होइन अन्त चाहिँ होला खिरहरू आइसक्यो पुरा खतरा भ्यू आइरहेछ अँध्यारो भइरहेछ अहिले चाहिँ म घरतिर जानु लाग्यो खिर एकछिन चाहिँ खेत गर्नु थियो अनि आमालाई एकछिन हेल्प गर्दै सहयोग गरिदिएर अहिले चाहिँ घरतिर जानु लागेको छु आमाले चाहिँ खिर ल्याइदिनु भएको थियो कि खानालाई माया गर्ने भएपछि अब यस्तै हो हजुरआमा मेरो हजुरआमा हो बट आमाले जस्तै माया गर्नुहुन्छ होइन खतरा माया गर्ने खिर पकाउनु भएको रहेछ अनि पुरै खिरै ल्याइदिनु भएको छ हामीले खाउँ भनेर होइन हाम्रो लागि चाहिँ पुरै ल्याइदिनु भएछ त्यही लिउन आएको थियो अनि एकछिन खेतसेत गरेर अहिले चाहिँ फेरि घर गएर फेरि बाल्लो उठाउनु जानु छ कि त्यो घर चाहिँ छिटो हिँड्न लाग्यो अझै गर्नु थियो होला गरिस त सकिन्थ्यो होला नि अब भिडियो गरा पनि बट अहिले चाहिँ त बाल्लो उठाउन जानु पनि छ त्यसैले अलिक भेट्न कि अनि उता
यता बिरामी हुनलाई चाहिँ जस्तो छ कि रुगा लाग्न पुरै अनि कस्तो अर्कै भइरहेको कि अनि रुगा लाग्दा लास्टै बोर लाग्छ भयो याद लाग्छ कि मलाई चाहिँ अझ जेसुकै होस् अरे मरे पनि केही छैन बस रुगा लाग्नु भएन कि यार आएपा मैले यस्तो हालतमा छु पुरा यस्तो हालतमा छु होइन सो आजको एकदम लगभग कति लाएर भनेपछि आजदेखि लगभग 10 सालपछि चाहिँ म कस्तो होला त अहिले चाहिँ म यस्तो छु होइन 10 सालपछि चाहिँ म कस्तो होला त होइन कस्तो अर्कै लाग्छ कि होइन म यही ठाउँमा रहला कि केही गर्ला कि केही गर्न नसक्ला कि होइन कस्तो अर्कै हुन्छ होला यो मैले यो भिडियो लगभग 5-7 वर्षपछि हेर्छु होइन कस्तो हुनेछु म 5-7 वर्षपछि है एकदम आफूले आफ्नो हेर्दा पनि राम्रो लाग्छ कि यहाँ चाहिँ अब जसलाई पनि डर लाग्छ त यार कस्तो ड्याङ छ यदि पर्सनल कुरा गर्दा नि यस्तो डराइरहनु यार के गर्नु यस्तै छ जिन्दगी